हामी रवि लामेछानेलाई जाहेरी दिएको होइन। हामी के को लागि दिएको भन्दा हाम्रो बचत फिर्ताको लागि दिएको। म आज नारायण नाम गरे एकजना व्यक्ति मिडियामा आएका छन्। मिडियामा किन आए भन्दाखेरि उनी सहकारी पीडित एउटा सहकारी पीडित भएको कारणले म जहाँ गएर पनि लड्न सक्छु। उनले चाहिँ सहकारीमा राखेको बचत जुन थियो त्यो पैसा चाहिँ मैले फिर्ता पाऊँ भनेर निवेदन मात्र दिएका थिए। तर तिनको नामलाई रवि लामेछानेको माथि मेरो नाममा जाहेरी बनाएको रहेछ। मलाई केही पनि जानकारी दिएन। मेरो सहमति बिना प्रहरीले जाहेरी दियो। हामी नेपाल प्रहरीले दुरुपयोग गरेर उनलाई जबरजस्ती जाहेरी दिन लगाएर आज रवि लामेछाने विरुद्ध चाहिँ उनले जाहेरी दिएको भनेर भनिएको छ। त्यो भनेको विषयमा उनले आज मुख खोलेका छन्। मैले जाहेरी दिएको होइन, मैले केवल मेरो पैसा चाहिँ फिर्ता पाउनु पर्छ भनेर मात्रै भनेको भनेर उनी आज मिडियामा आएका छन्। नेपाल प्रहरीले उनलाई जबरजस्ती जाहेरी दिन लगाइएको हो भनेर उनले आफैले भनेका छन्। एकचोटि यो भिडियो पनि हेरौँ। रवि लामेछाने जब फर्स्टचोटि भैरवा लिएर आउनुभयो त्यस टाइम अब हामीले चाहिँ नि सुप्रिम सहकारीलाई सुप्रिम तथा बचत सहकारीलाई हामी पीडित भएको कारणले हामीले त्यहाँ निवेदन दिएका थियौँ। रवि लामेछानेको माथि मेरो नाममा जाहेरी बनाएको रहेछ। मलाई केही पनि जानकारी दिएन। मेरो सहमति बिना प्रहरीले जाहेरी दियो। तर अचानक जब रवि लामेछानेलाई जब भैरवा लिएर आयो तब वकिलको तर्फबाट जब प्रसारण हुन थाल्यो तब मात्र मेरो नाम आएको थाहा पाएँ। त्यसपछि मलाई पहिलेदेखि नै यो मनमै खटखटाइरहेको थियो। जाहेरी कुरालाई लिएर मेरो नाम बार आउँदाखेरि मैले अब त यो चिज बाहिर ल्याउनै पर्छ। अन्याय कसैलाई भइरहेछ भने त्यो चिज मैले गरेर हुन्छ भने कसैलाई त्यो चिज बाहिर ल्याएर मैले प्रस्ताउनु पर्छ भन्ने धारणा राखेँ। किनकि म एउटा सहकारी पीडित भएको कारणले हामी रवि लामेछानेलाई जाहेरी दिएको होइन। हामी के को लागि दिएको भन्दा हाम्रो बचत फिर्ताको लागि दिएको। त्यस कारणले हाम्रो जो जाहेरी जो सरकारले मेरो नामबाट दिएको छ त्यो चाहिँ नि एकदमै गलत भएको छ र कुनै पनि ठाउँमा गएर कानुन या कुनै कटघरामा गएर उभिएर मैले यसको प्रतिवाद गर्नेछु भन्ने। यसबाट के प्रश्न हुन्छ भने नेपाल प्रहरी र एमाले माओवादी र काङ्ग्रेसले रवि लामेछाने विरुद्ध चाहिँ राजनीतिक प्रतिशोध नै गरेका हुन् भनेर हामीले यो क्लियर भन्न सक्छौँ। किन भन्दाखेरि जो कि कुनै पनि व्यक्तिले जाहेरी नदिँदाखेरि पनि जबरजस्ती उसलाई जाहेरी दिएको भन्दै पक्रेर आज उसमाथि अनुसन्धान भइरहनु, उसलाई दुःख दिइरहनुको पछाडिको राज के